प्रेमसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवनशैलीमा यहाँहरूलाई स्वागत छ। टुटेको सम्बन्धको लागि उत्कृष्ट दिशानिर्देशहरू। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हौ। एफिसी 4:32। कुनै पनि भाषामा कसैको लागि भन्न सबैभन्दा कठिन शब्दहरू यिनै हुन्। माफ गर्नुहोस्, क्षमा पाऊँ। यस्तै थोरै शब्दहरूको अर्को कुन संयोजनले मानव जातिमा आरोग्यता ल्याउँछ त? माफ गर्नुहोस्, मबाट गल्ती भयो। हो, यिनै शब्दहरूले टुक्रिएको सम्बन्ध र पुनर्स्थापनाको बीचमा फरक पार्छन्। एडवर्ड हर्बर्टले एकपटक भनेका थिए, जो अरूहरूलाई माफ गर्न सक्दैनन् उसले त्यो पुल भत्काउँछ जुन पुल ऊ आफैले पनि पार गर्नुपर्छ, किनकि हरेक मानिसलाई माफीको आवश्यकता हुन्छ। लाग्छ कि हाम्रो घमण्ड, आफ्नो गल्ती मान्न गरिने अस्वीकृति नै हामीले माफ गर्नुहोस्, गल्ती भयो भन्न नसक्नुको प्रमुख कारण हो। जब तपाईँ यो भन्नुहुन्छ, तपाईँले माफी माग्नुभन्दा धेरै बढी काम गर्नुहुन्छ। माफीको शब्दहरूसँग तपाईँ वास्तवमा यसो भन्ने भाव व्यक्त गरिरहनु भएको हुन्छ, म तपाईँसँगको मेरो मित्रता वा सम्बन्धलाई माया गर्छु र म हामीलाई छुट्याउने समस्याका पानीमाथि पुल बनाउन चाहन्छु। दोस्रो व्यक्तिमाथि दोष थुपार्ने हाम्रो प्रवृत्ति मानव जातिको उत्पत्तिसम्मै जान्छ। सृष्टिको सरल कथा सम्झनुहोस्, जहाँ हब्बाले निषेध गरिएको फल खाइन् र त्यसपछि आदमले पनि उनको उदाहरण अनुसरण गरे। तर जब परमेश्वरले सोध्नुभयो, आदम तिमीले यो के गर्यौ? आदमले दोष आफ्नो पत्नीमाथि लगायो। तपाईँले मलाई दिनुभएको पत्नीले मलाई यो खान लगाई र मैले खाएँ। आई एम सरी, फर्गिभ मी भन्नुले दोष तपाईँले आफ्नो काँधमा राख्नुहुन्छ, जसले अर्को व्यक्तिलाई यो कुरा बताउँछ कि तपाईँ यो सम्बन्धलाई नष्ट गर्न लागेको कुराको जिम्मेवारी उठाउन र नतिजा भोग्न तयार हुनुहुन्छ। पक्कै पनि पुल बनाउनको लागि तपाईँले अरू धेरै तरिकाहरू पनि प्रयास गर्न सक्नुहुन्छ। तपाईँ भन्न सक्नुहुन्छ, ठिक छ, अब यो कुरालाई बिर्सिदिउँ वा यसको बारेमा अब धेरै बहस नगरौँ। तपाईँ यो पनि भन्न सक्नुहुन्छ, सायद हामी दुवै दोषी छौँ। तर 4 साधारण शब्दहरू, माफ गर्नुहोस्, गल्ती भयो, जत्तिकै केहीमा पनि उपचार गर्ने शक्ति हुँदैन। दुई व्यक्तिहरू बीचको कडा भावना हटाए बिना सम्बन्ध जारी राख्ने प्रयास गर्नु भनेको तपाईँको पछाडि छुरी राखेर सर्ट लगाउने प्रयास गर्नु जस्तै हो, वा सबै ठिक छन् भनेर नाटक गर्दै पन्चर टायरको साथ कार चलाउने प्रयास गर्नु जस्तै हो। माफीको समय आएको छ भने यो सकेसम्म चाँडो र गरिमा साथ गरिनुपर्छ। तपाईँले माफ गर्नुहोस्, गल्ती भयो भन्नुपर्दा राजाको कुलीनता नभएको सोच्नुपर्ने आवश्यकता छैन। जब तपाईँ विनम्रतापूर्वक माफी माग्न झुक्नुहुन्छ, तब तपाईँ उचाइमा पुग्नुहुन्छ। मलाई थाहा छ तपाईँ के सोच्दै हुनुहुन्छ। तपाईँको मनभित्र तपाईँले भन्नुहुन्छ, तिमीलाई थाहा छ म पुरै दोषी छैन, अर्को व्यक्ति पनि म जत्तिकै दोषी छ। फेरि तपाईँ भन्न सक्नुहुन्छ, मैले माफी किन माग्नुपर्छ? यो मेरो गल्ती होइन, मैले माफ गर्नुहोस्, क्षमा पाऊँ किन भन्नुपर्छ? हुनसक्छ तपाईँ सही हुनुहुन्छ, तर के साँच्चै तपाईँ दुखी हुनुहुन्न कि तपाईँको सम्बन्धमा यसले चोट पुगेको छ? के तपाईँको मित्रता वा प्रेमी जससँगको सम्बन्ध तपाईँको लागि धेरै महत्त्वपूर्ण छ, त्यो व्यक्ति वा सम्बन्ध अब तपाईँबाट टाढा भएको छ? किन तपाईँ आफ्नो साथीलाई बताउनुहुन्न कि तपाईँ कस्तो महसुस गर्नुहुन्छ? कि तपाईँ साँच्चै दुखी हुनुहुन्छ कि तपाईँको मित्रतालाई चोट पुगेको छ र तपाईँ यसलाई पुनर्स्थापना गर्न चाहनुहुन्छ? इमानदारीपूर्वक गरिने यो स्वीकारोक्ति जैतुनको हाँगा समात्नु बराबर हो। तपाईँको यो कदम अर्को पक्षको लागि आफ्नो भागको गल्ती स्वीकार गर्नको लागि आवश्यक हुन सक्छ। बाइबलमा मानव सम्बन्धको लागि यी सुन्दर दिशानिर्देशहरू समावेश छन्। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हौ। कुनै कुरा सम्झनु मानवीय गुण हो, माफ गर्नु ईश्वरीय गुण। जब येशूले क्षमाको प्रश्नलाई मध्यस्थता गर्नुभयो, उहाँले पत्रुसलाई भन्नुभयो कि हामीले 70 गुणा 7 पटक माफ गर्नुपर्छ। तपाईँ आज सोच्नुहुन्छ कि म आई एम सरी, फर्गिभ मी भन्न सक्दिनँ।
एकजनाले तपाईँभन्दा अघि यी शब्दहरू भन्नुभयो, त्यो पनि ती मानिसहरूलाई जसले साँच्चै गलत गरेका थिए। येशूले यी शब्दहरू भन्नुभयो जब उहाँलाई रोमीहरूले क्रुसमा चढाइरहेका थिए। हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। परमेश्वरले तपाईँलाई आई एम सरी, फर्गिभ मी भन्ने शक्ति दिन सक्नुहुन्छ।